तर यसपटकको चुनावमा हल दिदीबहिनीहरू ठिक छ। हेलो एकैछिन सबै दाजुभाइ तथा दिदीबहिनीहरू हामी छोटो गर्दछौँ। गाउँबाट जाने साथीहरूलाई पनि हामी आनन्दले केही कुरा एकैछिन वरपर सबै साथीहरू जो जहाँ छौँ त्यहीँनिर रोकियौँ। सबैले एकपटक दुई हात उठाउँदा माथि खै खै पर भित्र बसेका साथीहरूले भोट केमा आवाज आएन, भोट केमा। मेरा दाजुभाइ हो 1.25 लाख पर्वतको श्रृङ्खलाको खस साम्राज्यको केन्द्रमा रहनुभएका आदरणीय प्रिय मेरा आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू सबैलाई मेरो नमस्कार, सबैलाई नमस्कार। हामी यो देशको आज तपाईँ कुनै चुनावी सभामा होइन दाजुभाइ हो, आज तपाईँ सबै खस साम्राज्यको इतिहासलाई माता कनका सुन्दरी बाबा चन्द्रनाथ र भैरवनाथको आशीर्वादलाई संसारभर फैलाउन, संसारभर पुर्याउन सधैँ छिटिँदै हेपिँदै आएका जुम्ली र जुम्लाको जनताको आवाजलाई केन्द्रका टाउकेहरूको कठालो समाजसेवा अभियानमा हुनुहुन्छ। यो कुनै चुनावी सभामा हुनुहुन्न। यो मेरो उम्मेदवारी मेरा दाजुभाइ हो, कुनै दलका विरुद्ध होइन, कुनै पार्टीका विरुद्ध होइन, कुनै व्यक्तिका विरुद्ध होइन। मेरो उम्मेदवारी जुम्ला, कर्णाली र सधैँ काठमाडौँमा गएर त्यहाँका केन्द्रीय नेताको खुट्टा समाउने दास प्रथाका विरुद्ध हो। अब कठालो समाउनेको इतिहास जुम्लाले लेख्नेछ। त्यसका लागि अहिले पनि हेर्नुहोस् न, जाबो एउटा टिकट पाउनका लागि केन्द्रका नेताको खुट्टामा ठोक्कर्नु पर्ने, एउटा टिकट पाउनका लागि केन्द्रीय नेताको घरमा 1.5 महिना बास बस्नु पर्ने, अनि त्यो बासबाट प्राप्त गरेको टिकटबाट यदि विजय गएर गयो भने कुनाउँदो बसेर सुर्ती पट्काउनु पर्ने, जुम्ली जनताको दुःख नहेर्नु पर्ने बाध्यताको अन्त्य गर्नका लागि जुम्लाको इतिहास नयाँ सङ्गतका साथ अगाडि बढाउनका लागि मेरो उम्मेदवारी जुम्लाबाट हो। युवाको हुनाले मेरा दाजुभाइ हो, कोही काङ्ग्रेस होला, कोही माओवादी होला, कोही एमाले होला, कोही एकीकृत समाजवादी होला, तपाईँ सबैको विचारलाई म आज पनि सम्मान गर्छु। मैले 2.5 वर्ष चुनाव जितेर गएँ, 2.5 वर्ष संसद गएँ। एकैछिन मेरा दाजुभाइ हो, एकजना कोही मान्छे मेरो अगाडि आउनु तपाईँलाई मैले दुःख दिएँ, मेरो पार्टीबाट फरक भएकै कारणले गर्दा तपाईँलाई हेपेको, या मैले तपाईँको घरमा गएर मेरो पार्टीमा आइजाउँ भने हार्दिक नमन गर्न चाहन्छु। गाउँ घर